सब्स्क्राइब गर्नुहोस् पहिलो खबर युट्युब च्यानललाई। यस्तै नयाँ भिडियो सबैभन्दा पहिले हेर्नलाई। कोच खेमले गरे यस्तो निर्णय अहिलेलाई नहेरी भविष्य हेरेर छनौट। उनको यस्तो निर्णय कति सही कति गलत। ब्लाइन्ड अडिसनमा 4 कुर्सी घुमाएको भरमा छान्ने र एउटा कुर्सी घुमाएकोलाई आउट गरे। यस्तो निर्णय खेमको कति पनि मन परेन भन्दै दर्शकहरूले गरे आलोचना। दर्शकहरू एपिसोड 15 मा खेमको ब्याटलले धेरैको ध्यान तानेको थियो। उनको बोली अनि छान्ने शैली धेरैलाई चित्त बुझेन। उनले गाएकी हेरेकी ब्लाइन्ड अडिसनमा कसले कति कुर्सी घुमाएको थियो भन्ने भरमा छनौट गरे त सुरुमा भएको के थियो यो छोटोमा हेरिहालौँ। बाजेको पालामा मुभर गन्थे डालामा अहिले त हाम्रो पालामा मकै छैन डालामा लाली चढ्यो क्यामालु तिम्रो गालामा ठिक देखिन क्यामालु तिम्रो चालामा। टिम खेमबाट सहभागी थिए अन्जुली हमाल र चिरञ्जीवी राणा। उनीहरूले चट्ट रुमाल क्यामालु बोलको गीत गाएका थिए। सबै कोचहरूबाट उनीहरूले तारिफ पनि पाए। उदयले अन्जुली रोज्छन् भने मेलिना र राजु चिरञ्जीवी रोजेका थिए। तर यहाँ खेमको रोज्ने निर्णय चाहिँ अचम्मको देखियो। आजको पर्फर्मेन्स अनुसार नै बच्चाको बुवालाई पिक गरे है त। मैले चाहिँ छोरीलाई पिक गरेँ, तर आज चाहिँ मैले छोरालाई पिक गरेँ। जो आउट भए पनि तपाईले मलाई माफी दिनु होला। कमजोरी भएछ भने पनि मलाई माफ गरिदिनु। मैले फ्युचरको लागि मैले अन्जुलीलाई उनले पटक पटक भन्ने गरेका थिए कि मलाई माफ गर्नुहोला भविष्यको लागि। अन्जुली भन्दै रोजेका थिए। चिरञ्जीवीले ब्लाइन्ड अडिसनमा एउटा र अन्जुलीले 4 कुर्सी घुमाएकै थिइन्। कतै त्यही आधारमा खेमले यस्तो निर्णय त गरेका होइनन् भन्ने जिज्ञासा दर्शकहरूले पोखेका छन्। उनले अहिलेको गायकी हेरेकी भविष्यको लागि पटक पटक उनले भविष्यको लागि भन्दै अन्जुली रोजेका थिए। यो दृश्य निकै अचम्मको देखियो। चिरञ्जीवीको पनि कमको गायकी नभएको र खेमको गलत निर्णय भएको भन्दै दर्शकहरूले असन्तुष्टि पोखेका छन्। जस्तै केही प्रतिक्रियाहरू हेरौँ। एकजना लेख्छन् चिरञ्जीवी सरको पर्फर्मेन्स आज अति नै बवाल थियो। भोइस एन्ड सिङ्गिङ पनि रेकर्डेड प्लेब्याक सिङ्गिङ जस्तै बवाल थियो। बट आउट हुँदा कस्तो नरमाइलो लाग्यो। त्यस्तै अर्का एकजनाले लेखेका छन् डिसिजन गुड भएन खेमको। ब्लाइन्डमा 4 चेयर टर्न गरेको भन्दैमा उसलाई ल्याउनु त भएन नि। आजको पर्फर्मेन्स अनुसार चिरञ्जीवीलाई चुज गर्नुपर्ने थियो भन्दै कमेन्ट गरेका छन्। त्यस्तै अर्को यहाँ हेर्न सकिन्छ आजको पर्फर्मेन्स अनुसार लिँदा चिरञ्जीवीलाई ल्याउनु पर्ने थियो, नट फेयर। त्यस्तै अर्का एकजना लेखेका छन् म पनि चिरञ्जीवीलाई ल्याउनु हुन्छ जस्तो लागेको थियो बट आउट हुनुभयो। त्यस्तै अर्का एकजनाले लेखेका छन् चिरञ्जीवी सरले एक ठाउँमा अलिकति मिस्टेक गर्नु भएको छ। चट्ट रुमाल नभनिकन क्यामालुम भन्नु भएको छ। त्यसै कारणले पनि होला, नत्र सिङ्गिङ एन्ड पर्फर्मेन्स उहाँको नि दामी थियो। त्यस्तै अर्का एकजना लेखेका छन् लड्कीका चक्कर बाबु भैया यु क्यान क्लियरली सी द्याट एन्ड हियर द भोइस हुज बेटर एन्ड हुज नट भन्दै हाँस्दै यस्तो कमेन्ट गरेका छन्। त्यस्तै अर्का एकजना लेखेका छन् ब्याड लक फर खेम दाजु। अनि अर्का एकजनाले लेखेका छन् पुर चोइस खेम भन्दै अनलाइक गरेका छन्। त्यस्तै अर्का एकजनाले लेखेका छन् केटीको चक्कर हो केही होइन, 3rd क्लासको भोइसले सिलेक्ट गर्यो। यस्तो पाराले त यसको कन्टेस्टेन्टहरूले भोट पाउँदैन। अनि अर्काले लेखेका छन् खेम गलत डिसिजन भयो, चिरञ्जीवी बेस्ट। अनि अर्का एकजनाले लेखेका छन् अनफेयर। त्यस्तै अर्काले लेखेका छन् एक ठाउँमा बिट बिर्सनु भएको याद गर्नुभयो किनै त्यसैले होला नि। यसरी खेमको आलोचना गर्दै धेरै दर्शकहरूले मिश्रित प्रतिक्रियाहरू दिएका छन्। दर्शकहरू तपाईहरूलाई खेमको यो निर्णय के कस्तो लागेको थियो, त्यसै गरी चिरञ्जीवी र अन्जुलीको गायकी मध्ये कसको तपाईलाई उत्कृष्ट लागेको थियो, खेमले कसलाई छान्नु पर्थ्यो, त्यसै गरी यी दुई मध्येको अगाडि बढ्नु पर्थ्यो, तपाईहरूलाई कसको राम्रो लागेको थियो, पक्कै पनि आफ्नो अमूल्य कमेन्टहरू गर्न नभुल्नुहोला। यस्तै द भोइस अफ नेपाल सिजन 6 सँग सम्बन्धित अरू नयाँ भिडियोको साथमा हाम्रो भेट हुनेछ। हेर्दै गर्नुहोस्। हवस् त, नमस्ते।